हेलो सबैजनालाई जय मसी गुड मर्निङ। यहाँहरू सबैजना कस्तो हुनुहुन्छ? हामी एकदम सन्चै छौँ। वेलकम ब्याक टु माई च्यानल। यहाँहरू सबैजनालाई पुनः स्वागत छ मेरो यस च्यानलमा। र आज भने हामी करिब 10-11 दिन बादमा म मेरो कामतर्फ लागिरहेको छु। देख्न सक्नुहुन्छ यो समय मेरो हातमा कालो कोट है रहेको छ। कालो कोट भन्नाले अफिसहरू नसम्झिनुहोस्, अफिस चाहिँ होइन, म चाहिँ मिट सप चलाउँछु है। यहाँहरू कतिजनालाई प्राय थाहा पनि छ। सो आज चाहिँ म हाम्रो यहाँ भाइ बहिनीलाई स्कुल छोड्दै पुर्याउँदै त्यतैबाट घुमेर म मेरो काममा गइरहेको छु। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो बहिनी अमायरा सबैलाई जय मसी भनिदिनुहोस्। सबैलाई जय मसी। हातले आर्यन यहाँनिर छ, यहाँ छाता ओढिरहेको छ। आज आर्यनको बहिनीको त होइन, आर्यनको इक्जाम रहेको छ। होइन इक्जाम हो, आजदेखि स्टार्ट उसको इङ्ग्लिस इक्जाम छ आज हाम्रो आर्यनको चाहिँ। अन्त कस्तो गर्छ एकदम प्रिपेयरमा हिँडेको छ हिँड्न चाहिँ है। अनि हामी यसरी छाताहरू ओढेर हिँड्नु परिरहेको छ। मेरो हातमा पनि छाता देख्न सक्नुहुन्छ। कारण चाहिँ एकदम गर्मी ज्यादा, घामहरू है, यस्तो डरलाग्दो घामहरू लागिरहेको छ यस्तो बिहान पनि। र हुन्छ आज कहाँ के कस्तो प्रकारले हुन्छ यहाँलाई अपडेट दिँदै जानेछु। भिडियोको अन्तसम्म रहिदिनु होला। पढ्यो भन्थ्यो गएको ल बहिनी, बाई बाई। यता हो, कहाँ जानु हजुर? किन रोको? यहाँ आऊ न यहाँ ल हजुर नजानु। बहिनी चाहिँ स्कुलमा छोड्दैको मानेको थिएन है। के गर्ने, स्कुल त पढ्नै पर्यो, जबरजस्ती छोडेर हिँडेको हुँदै थियो। गरम छ र यो घडी भने माछाहरू आइसकेको छ। यसरी यहाँ माछाको कार्टुन, अन्त एकदम फ्रिजमा मासु पनि हाम्रो डनाडन है, फ्रिजभरि छ चिकनको। यता अर्को मासु पनि छ हाम्रो यहाँनिर। यो घडी चाहिँ रिन्चिनपोङको हाल खबर यस्तो छ। एकदम घाम, एकदम कडा घाम, एकदम गरम महिना, गरम मौसम छ, एकदम गर्मी। अन्त आजलाई पनि यतिमै भिडियोलाई एन्डिङ गर्न गइरहेको छु। कसलाई मन पर्यो भने लाइक, सेयर अनि कमेन्ट हाम्रो पेजमा, नयाँ हुनुहुन्छ भने पेजलाई फलो पनि गरिदिनु होला भनेर भन्न चाहन्छु। हुन्छ सबैलाई बाइ बाइ। हामी चाहिँ अब गएको, बहिनी अगाडि छ, सीमा यहाँ माथि छ। हाम्रो दाजुको